केटो सानैदेखि निधारमा लाल रातो चिन्ह लिएर हुर्किएको थियो। जब उसले बोल्न सक्यो, उसले आमा बुवालाई भनेको पहिलो कुरा थियो, म मरिसकेको छु, मलाई बन्चरोले मारेको हो। आमा बुवा हैरान, तर केटाको आवाजमा भएको दहलाउने स्पष्टताले उनीहरूलाई त्यो गाउँमा लग्यो जहाँ केटाले आफू पहिले बसेको दाबी गर्दथ्यो। गाउँ पुगेपछि सानो केटाले गाउँका बुढाहरू अगाडि उभिएर आफ्नो पुरानो नाम सम्झाउन थाल्यो। त्यही नाम जुन व्यक्ति 4 वर्षदेखि गायब थियो। उसले आफ्नो पुरानो घर देखायो, हत्याराको नाम सम्झायो, र जब त्यो मानिससँग भेट भयो, केटाले उसको आँखामा हेर्दै भन्यो, म तिम्रो छिमेकी थिएँ, तिमीले मलाई बन्चरोले मारेका थियौ। त्यो मानिसको अनुहार सेतो भयो र केटाले अझै भन्यो, मलाई थाहा छ तिमीले मेरो लास कहाँ गाडेका थियौ। केटाले गाउँलेहरूलाई एउटा खेततिर लग्यो। एउटा ढुङ्गाको ढिक्री अगाडि रोकियो र भन्यो, यही हो। ढुङ्गा हटाइयो र तल एउटा मानव कंकाल, खोपडीमा भएको चोटको निशान, ठीक त्यही ठाउँमा जहाँ आज त्यो सानो केटाको निधारमा रातो चिन्ह थियो। केटाले त्यही गाडिएको बन्चरो पनि देखायो। यो सबै प्रमाण अगाडि त्यो मानिसले आफूलाई थाम्न सकेन। उसले रुँदै हत्याको स्वीकारोक्ति दियो। यो वास्तविक कथा इजरायलबाट हो र मानिसहरूले यसलाई धेरै विश्वास गर्छन्।